लटरम्बेश्वर गयो भने धन दिन्छ अरे, धन देऊ महादेव। यज्ञमा प्राण त्यागी हुन्छ, त्यागी भएपछि महादेवले बोकेर हिँड्दाखेरि यस्तो लट्टा झरे भएर लटरम्बेश्वर महादेव भने मुन्टा झरे आमाको सतीदेवी। यहाँहरूलाई स्वागत छ मेरो छोटो अनि मिठो ब्लगमा। आजको हाम्रो यात्रा भने लटरम्बेश्वर महादेवसम्मको रहनेछ। हाम्रो यात्रा चाहिँ अब थानाभर्याङदेखि सुरु हुनेछ। अब हाम्रो यात्रा चाहिँ सुरु भएर यतिखेर चाहिँ देब्रे साइडतिर देख्न सक्नुहुनेछ हेटौँडा थानाभर्याङ बुद्ध पार्कलाई। अब हामी चाहिँ यहाँबाट सिधै अगाडि नै जानेछौँ। यसको राइट साइडमा देख्नुहुनेछ तपाईँहरूले हनुमानको मूर्तिलाई। अब चाहिँ हामी यहाँ बुद्ध चोकनिर आइपुग्यौँ। यो हो हेटौँडाको बुद्ध चोक। अब हामी चाहिँ यो बुद्ध चोकलाई छोडेर कान्ति लोकपथ मार्ग हुँदै सिधा अगाडि नै बढ्नेछौँ। वैशाख जेठको महिना भएकोले जताततै हरियाली नै देख्न सकिन्छ। यस्तै हरियाली वन पाखा पखेरा बिचैको तल फेदीमा रहेको छ घडी गाउँपालिका। यहाँ माथितिर हजुरहरूले देख्न सक्नुहुनेछ घडी दरबार। यहाँबाट देब्रेतिर लाग्यो भने चाहिँ घडी दरबार पुग्न सकिन्छ, तर हामी चाहिँ घडी दरबारको बाटो छोडेर अगाडि नै बढ्यौँ। पारि देख्न सक्नुहुनेछ घडी दरबार। फास्ट ट्र्याक चाहिँ है यसरी बनिरहेको छ। ल हेर्नुहोस् है त, हामी चाहिँ यहाँ खोर भन्ज्याङ भन्ने ठाउँनिर आइपुगिसक्यौँ। अब लटरम्बेश्वर महादेव जाने भने चाहिँ यहाँबाट मास्टर रहेको छ। बोर्ड पनि देख्न सक्नुहुनेछ हजुरहरूले। बाटो पनि निकै अफरोड जस्तो छ। बाइकलाई चाहिँ एकछिन यहीँ राखेर स्थानीयसँग चाहिँ बाटोको बारेमा जानकारी लिन गएँ। अब हामी चाहिँ यहाँ चाहिँ यताबाट चाहिँ काठमाडौँ जाने हो यो बाटो चाहिँ होइन। यहाँबाट चाहिँ अब हामी लटरम्बेश्वरतिर लाग्नेछौँ। हाम्रो यात्रा चाहिँ जारी नै रहनेछ। ओके। कता हो सर, के हो? अब हामी चाहिँ आज चाहिँ हाम्रो चाहिँ यहाँ लटरम्बेश्वरसम्म यात्रा हो। अब हामी चाहिँ ठ्याक्क अब यहाँबाट मास्टर लाग्यो। अब चाहिँ अफरोड छ, अफरोड हुँदै अब जानेछौँ हामी। बाइक कता राख्ने हो? अगाडि हो? त्यहाँ रोडतिर राखेर जाने कि अब स्थितिहरू छ अब जानुपर्छ। यहाँ दाहिने साइडतिर चाहिँ एउटा ढुङ्गाको मूर्ति देख्न सक्नुहुनेछ, तर के को मूर्ति बनाएको हो भने चाहिँ छुट्याउन सकिएन। निकै नै अफरोडको बाटो रहेको छ। बाटो भने निकै नै कठिन रहेको छ। यात्रा भने रमाइलो, काँडा काँडा देख्न सक्नुहुनेछ यताउता। अब हामी भने यहाँबाट निरन्तर अगाडि नै जानेछौँ। तल झरियो भने गइयो। यी ससाना मकैका बिरुवाहरू, हरियाली वन पाखा पखेरा, परम्परागत गाउँ बस्तीले चाहिँ हाम्रो यात्रा चाहिँ अझै सुमधुर र मनमोहित बनायो।
घुम्दै घुम्दै हामी फेरि फास्ट्यागै पुगेला जस्तो छ फेरि फास्ट्याग अघि नै देखेको हामी घुम्दै फेरि त्यो फास्ट्यागतिरै आइरहेको छ पारितिर देख्न सक्नुहुन्छ अगाडि बढिरहेका छौँ तर बाटो भने यही नै हो मान्छे नै कि छैन कि अलिअलि त जाने होला नि आज शनिबार ल यहाँबाट छ भने फाइदा हेर्नु है हाम्रो तराई मधेस त मार्ग त्यसरी पनि रहेको अब कता भने हामी हन्नु पऱ्यो बोर्ड पनि छैन यहाँ दुईवटा बाटो रहेको छ लागि मलाई सिधै हो यहाँबाट लगभग त्यहाँनिर चाहिँ हामीले लगभग एउटा बाइकहरू राखेको जस्तो देखिन्छ त्यहीँबाट चाहिँ माथितिर लाग्नु पर्ने जस्तो देखिन्छ हेर्दै जाउँ अगाडि यहाँनिर भने फेरि मान्छेहरू कोही नदेखेको अवस्था छ कसैले सोध्ने स्थिति पनि छैन फाइनली अब आइपुग्यो हामी यहाँनिर लागि बाइकै बाइक छ अब यही बाटो होला सायद मास्टर जाने त्यस्तो लाग्छ अब के हुन्छ हेरौँ अब जाउँ अब हामी चाहिँ ट्याक्क लाएर अब यहाँबाट उँभो लाग्नेछौँ ट्याक्क लाएर अघि लाग्नु भएको छ अब सायद बाटो यही होला सायद अब दाइले अगाडि लाएर अब लिएर हिँड्नुभयो अब सायद यही हुन अनि यो बाटो अब परबाट यो बाटो हुँदै उहाँ डाँडाबाट उतादेखि आएको हामी ट्याक्क यो बाटो यसो हुँदै टट्ट लाएर यहाँ चाहिँ पार्किङ गरेर हामी चाहिँ अब यहाँ उँभो लाग्यौँ यहाँ सिस्नु पनि रहेछ है यो चाहिँ फेरि एकदम मिठो हुन्छ सिस्नु चाहिँ फेरि मलाई एकदम मनपर्ने कुरा धेरै नै थाक्ने रहेछ यो कालो ओह्रालो हिँड्ने बानी चाहिँ हराइसक्यो हाम्रो अब हामीले अब पानी ल्याउन बिर्सेछ माथिलाई पनि पुगेर चाहिँ यहीँ खानुपर्ला जस्तो ढिलो गरेको छु मैले यहाँ सोध्ने हो त सोध्छु दाइ लटर रमसर जाने यतै मास्टर हो ए हस् धन्यवाद हामी चाहिँ यहाँ अब सोध्यौँ होइन अब दाइले सोध्यो सोधेपछि मास्टरै भन्ने आएपछि हामी चाहिँ लाग्यो अब बाटो चाहिँ यो हो यही हो भन्ने कन्फर्म भएपछि ईश्वर दाइ चाहिँ यहाँ एकदम लम्ब्या एकदम हात्तीको पाइलाले लम्बा लगाएर एकदम स्ट्रङ मान्छे हो फेरि यहाँ चाहिँ हाम्रो ल फुल देख्नु भएको छ तरी चाहिँ अब चढेर लाली गुराँस टिप्दै हुन्छ है खासमा यो चाहिँ हाम्रो चाहिँ नेपालको यो राष्ट्रिय फुल हो होइन यसरी टिप्नु चाहिँ नहुने हो तर मैले औषधिको लागि टिप्या है यो चाहिँ एकदम यो औषधि हुन्छ भन्ने छ त्यसै लागि हो ल है त यो चाहिँ हाम्रो लेखतिर बन्ने यसको प्रजातिको नाम चाहिँ थाहा छैन होइन यो चाहिँ यसरी बटाएर चाहिँ अब एउटा बाजा जस्तो बस्छ है म बजाउँछु सुनाउँछु है तपाईँहरूलाई तपाईँहरू पनि आयो भने ट्राई गर्नु सक्नुहुन्छ यसरी यो पात हो ठ्याक्कै यो बोर्ड चाहिँ नाम चाहिँ थाहा भएन त्यही पात हेरेर अब यस्तो युज गरेर बनाउनु न यस्तो पात चाहिँ हाम्रो दाइ चाहिँ यहाँ ठ्याक्कै यहाँ ढुङ्गाको मुनि गएर फु गर्नुभयो माथि ढुङ्गा त खस्दैन होला है हौ आमा सानो छँदै चुचुरो छम्मै जाल पानीमा आँखा पर्यो नानीमा राम्रै तिमी फुल झै शीतल तिमी जुन झै उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा
लास्टै गाह्रो भगवान्हरू सायद अप्ठ्यारो ठाउँमै बस्छन् के अरे हाम्रो भगवान्हरू चाहिँ प्रायः अप्ठ्यारो ठाउँमा हुन्छ सायद भगवान्हरूको पालामा सजिलो थियो होला उडेर जान्थ्यो होला सायद है गाई हजुर हामी चाहिँ पैदल गरी हिँड्दा चाहिँ भगवान्हरू उडेर आउँथ्यो कि अब त्यतिखेर गाडी पनि हुन्थेन यस्तो डाँडा काँडा कतिखेर आयो होला यस्तो लिएर आउनु भयो बाजे केरा सबै केरा हो कसरी हो किन्न पाइन्छ कसरी हो 100 रुपियाँ यहाँसम्मलाई 100 रुपियाँ 100 रुपियाँ दर्जन हामीले बोकेर लैजाउँ त 100 रुपियाँ के किन्ने हो किन म त यहाँ गएर केरा इनर्जीको लागि किन्दैछु रोक्नु केरा किन्नु है निकालिदिनु 12वटा हुने हो क्या कसरी निकाल्ने सबै पानी भात न अर्को 3टा यो खाले पनि तपाईँको चाहिँ के छ माथि पसल छ पसल माथि ए कति लाग्छ अब यहाँ अब सरासरी जानु हुन्छ लाग्दैन 1.5 घन्टा लाग्छ है तपाईँ 1.5 घन्टासम्म हिँड्ने हो पानीहरू पनि छ पानी चारपट्टि खासमा सबै पाइन्छ ए सब कुरो पाइन्छ तपाईँ अनि डेली यसरी बोकेरै आउनुहुन्छ शनिबार त्यो ए शनिबार मात्रै मान्छे आउँछ प्रायः होइन ए ल हस् 1.5 घन्टा लाग्छ हामीलाई यही हुनु पुगिहाल्छ नि ए भनेपछि अझै निकै छ 1.5 घन्टा भनेपछि त अझै लामै छ हाम्रो एउटा माथि पसल भएको त्यहाँ अङ्कल हुँदो रहेछ मैले एउटा यो लिएँ अब चाहिँ यहाँबाट लगभग 1.5 घन्टा अलिक छिट्टो बेसरी गयो भने 1 घन्टा नत्र 1.5 घन्टामा पुगिन्छ भन्ने कुरो भयो डेभिड फल्सै पोखरामा रहेको छ होइन कृष्ण फल्सै यता छ है ल्याइदिएर ठ्याक्क यो यहाँ चाहिँ कृष्ण फल्स देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ एउटा चाहिँ झरिन्छ फेरि आइपुग्यो गाई छ हामी के यहाँ सुरुङ छ के होला यो ओमा वाट इज दिस ओइ मान्छे त्यो भित्र बसेर खा खाँदा यार ऊ कस्तो चिसो हावा यार यहाँबाट त अनि हावा आउँछ नि के होला यो भित्र तलदेखि कहाँ छिरा होला है हावा है मोबाइल लम्बै झर्ला नि यार तलदेखि भयो ल्याउनु बस्ने भएन नि तलदेखि बस्ने भएन समाइदिनु लास्टै गाह्रो भयो गाइजहरू बिहान 6:30 बजी हिँडेको केही खाएको छैन कति बज्यो 10-20 भइसकेको छ के गर्ने गाइज अब दर्शन गर्ने हिँडे अब भात खाएर आउनु नि मिलेन के गर्नु होइन यो चाहिँ के हो नाग जस्तो छ सायद शिवको यो होला सायद नाग हुनसक्छ है ल म पनि यतैबाट ढोक्छु ल
फाइनली गाइज हामी चाहिँ यहाँ आइसक्यौँ है। अब त्यही रहेछ लट्टर रम्बेश्वर महादेव आफ्नो गाइजहरू हामी आइपुगिसक्यौँ। यस्तो बवाल भ्यू छ है यहाँ चाहिँ। म चाहिँ तपाईँलाई भिडियो देखाउनलाई चाहिँ भिर हिँड्दा चाहिँ गाइज लड्यो नि केही नपर्नु है। अब यहाँ चाहिँ हामी पूजाको सामग्रीहरू किन्नेछौँ। त्यो दिन 2टा प्याकेट यो यो लगाइदिनु पर्छ कि एउटा लेडिज हो कि के हो? जसले लाग्यो फाइनली हामी यहाँ आइपुगिसक्यौँ। आहा हेर्नुहोस् है, प्राकृतिक रूपले चाहिँ एकदम सुन्दर रमणीय ठाउँ रहेछ। जताततै डाँडा हरियाली पाखा पखेरा ठ्याक्कै बिचैको टुप्पोमा रहेको छ लटर रम्बेश्वर महादेव। दृश्य पनि प्राकृतिक रूपले निकै सुन्दर र सुमधुर देख्न सक्नुहुनेछ हजुरहरूले। यहाँ पछाडि चाहिँ विभिन्न थरीका जनावरहरूको आवाज निकाल्दै रमाइलो गर्दै आइरहेको पनि देख्न सक्नुहुनेछ हजुरहरूले। हामी चाहिँ मन्दिरमा पुगिसकेको हुनाले अब समय चाहिँ खेर नफालौँ भनेर पालै पालो चाहिँ पूजापाठ गर्नतिर लाग्यौँ। अब हामी चाहिँ यसरी पालै पालो पूजापाठ गर्नेछौँ। यसरी नै प्रकृतिसँग चाहिँ रमाउन चाहनुहुन्छ भने चाहिँ एकचोटि अवश्य आउनुहोला लटर रम्बेश्वर महादेव। प्राकृतिक दृश्यहरू चाहिँ निकै सुन्दर र सुमधुर देख्न सक्नुहुनेछ हजुरहरूले यहाँ लटर रम्बेश्वर महादेवको टुप्पोबाट। माघमा ठुलो मेला लाग्छ लटर रम्बेश्वर भनेर गाउँको बासिन्दाले मानिन्छ। माघमा भक्तहरू एउटा चिज केही कामना मागेर आउँथे टक्कै पुग्ने, एउटा मात्रै माग्नुपर्ने। सत्यको भगवान् सतीदेवी माता सतीदेवी दक्ष प्रजापतिले ठुलो यज्ञ लाथ्यो। यज्ञमा चाहिँ निम्तो नदिएको भएर महादेवले नपठाउँछ सतीदेवीलाई। अनि दक्ष प्रजापतिले महादेवलाई घृणा गर्छ। त्यो शब्दहरू सुन्नु नसकेर सतीदेवी माता यज्ञमा प्राण त्यागी हुन्छ। त्यागी भएपछि महादेवले बोकेर हिँड्दाखेरि यस्तो लट्टा झर्या भएर लटर रम्बेश्वर महादेव भने मुन्टा झर्या आमाको सतीदेवीको देब्रे साइड आमा यता यता ठाउँमा यहाँ चाहिँ लटर रम्बेश्वर महादेवको जुरू यो चाहिँ मुखको हो। पछि भित्र जन्दिँदैन। ए पछि चाहिँ बन्द हुन्छ? बन्द त होइन, पूजा चाहिँ गर्ने पुजारीले गर्ने। यहाँ चाहिँ ढोका गेट हाल्छ। अब अहिले सबै पसिरहेको छ नि त। ए बाहिर पूजा चाहिँ गर्ने? म चाहिँ यहाँ बसेको 27-28 वर्ष भयो। माघमा मात्रै मेला लाग्थ्यो। अहिले हामी बसेर प्रचार गर्दा गर्दा साँगा भङ्गालमा चाहिँ 10 करोडको मन्दिर बनायो हामीले। ठुलो 21 रोपनी जग्गामा
हजुर मन्दिर बनिसक्यो मूल मन्दिर यता हुन्छ दोस्रो मन्दिर उता सक्ने भक्त यता आउँछ नसक्ने उता भनेर भगवान् नि रचना गरेर नेपालको नक्सा पानको पाल भएको यत्रो मूर्ति लगाएर चाहिँ मन्दिर बनिसक्यो दिने महादेव भन्ने नामै चलेको छ नि गाउँको बासिन्दादेखि लिएर सृष्टिमा लटरम्बेश्वर गयो भने धन दिन्छ अरे धन देऊ महादेव भनेर पनि मान्छे आउँछ र यहाँ चढ्यो भने गाईको दुध अनि तिल चन्दन बेलपत्र भक्तहरूले एउटै चिज लिएर आउने सबै ल्याउनु नसकेपछि कि चन्दन ल्याउने कि बेलपत्र कि रुद्राक्ष कि भने त्रिशूल घन्टा त्योभन्दा अगाडि मूर्तिहरू केही पनि ल्याउनु हुँदैन रातो अबिर पनि चढाउनु हुँदैन त्यो ल्याइराखे मात्र हो अक्षिता पनि चढाउनु हुँदैन महादेवलाई त्यो पहाडी डाँडालाई चाहिँ निहालेर हेर्नुहोस् है त एकचोटि तलदेखि माथिसम्म निहालेर हेर्नुहोस् है त एउटा आकृति पाउन सक्नुहुनेछ हजुरहरूले एउटा हात्तीको आकृतिको रूपमा चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ त्यो पहाडी डाँडालाई निहालेर हेर्नुहोस् है त अब हामी चाहिँ फर्किनेछौँ लगभग हाम्रो यात्रा चाहिँ लगभग 3-4 घन्टाको रह्यो 3-4 घन्टामा नै अब बसी अब खेल्दै रमाउँदै फोटो खिच्दै यसो भिडियो सिडियो बनाउँदै आउँदाखेरि लाग्यो हो खासै टाढो छैन छ सोचे जस्तो सोचे भन्दा त्यो गाह्रो हुने चाहिँ त्यो अब कहिले पनि नआएको मान्छेहरूलाई हो यतै कता मान्छे अड्क्यो भनेर पहिला अस्ति नै टिकटक बनाएर के भएको लड्यो कि के फस्यो के भन्यो यहाँ मान्छेको भुइँचोहरू पनि निकै देख्न सकिन्छ कोही फर्किएर खाजा खाने क्रममा छन् भने कोही भर्खर आउने क्रममा छन् हामी चाहिँ भने अब फर्किँदैछौँ भएर हामी अब लागे भर्खर किसिमे हावा चलेछ नि त होइन आइज